एकजना सन्त गंगाको पवित्र तटमा स्नान गर्दै हुनुहुन्थ्यो। स्नान गर्दै जाँदा एउटा बिच्छीलाई खोलाले बगाएर लिएर आएको रहेछ र त्यो बिच्छी आफ्नो ज्यान बचाउनका लागि बार बार आफू बाहिर निक्लिनका लागि प्रयत्न गरिरहेको थियो, तर सकिरहेको थिएन। त्यो गंगाको जलमा बग्दै 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 आइरहेको थियो। त्यो बिच्छीको यो दुर्दशालाई देखेर सन्त हृदय नवनीत समाना रे तुलसीदासले रामायणमा भन्नुभएको छ, सन्त हृदय नवनीत समाना, सन्त हृदय नवनीत समाना, सन्त हृदय नवनीत समाना, सन्त हृदय नवनीत समाना। सन्तको हृदय भनेको त महाराज नौनी घिउ भन्दा पनि कोमल हुन्छ। अरूको दुःखलाई देख्नै नसक्ने, अरूको कष्ट, अरूको प्रताडनालाई देखे पनि सन्तहरू दुखी हुन्छन्। आज त्यो बिच्छी एउटा जीव छटपटाइरहेको छ, मरणासन्न अवस्थामा डुबिरहेको छ खोलामा, र त्यो उसलाई खोलाबाट निकाल्नका लागि सन्त उद्यत हुनुभयो र अगाडि गएर बिच्छीलाई टक्क हातमा लिनुभएको मात्र के थियो, बिच्छीले के गर्यो, डङ्क मारिदियो। बोलो कृष्ण कन्हैया लाल की। हातबाट छुट्यो बिच्छी, तर सन्तले प्रयत्न गर्न छोड्नु भएन। फेरि बिच्छीलाई हातमा लिएर बाहिर निकाल्न प्रयास गर्नुभयो, फेरि बिच्छीले डङ्क मार्यो, हातबाट छुटिहाल्यो, फेरि बग्न थाल्यो, फेरि हातमा लिनुहुन्छ, फेरि टोकिहाल्छ। यसरी यो सिलसिला बार 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 दोहोरिरहेको थियो। यतिकैमा एउटा व्यक्ति, एकजना सज्जनले यो दृश्य देखिरहेका रहेछन्। उनले छेउमा आएर भएछन्, हे साधु, तिम्रो बुद्धि त ठेगानमा छ, यो बिच्छीले बार बार तिमीलाई डङ्क मारेर मार्न चाहिरहेको छ, अनि तिमी यसैलाई बचाउनका लागि लागिरहेका छौ, छोड्देऊ यसलाई, तिमी कतै पागल त भएका छैनौ। सन्तले उत्तर दिनुभयो, बाबु तिम्रो तर्क सही, तर तिम्रो सोचमा संकीर्णता रहेछ। हो म पागल, पागल जस्तै छु म त, पागल जस्तै छु, पागल जस्तै छु म त, पागल जस्तै छु, चिन्नेलाई श्याम भक्त, नचिन्नेलाई पागल जस्तै छु, चिन्नेलाई श्याम भक्त, नचिन्नेलाई पागल जस्तै छु। हो बाबु म पागलै हो, तर संसारमा पागल होइन, म परमात्माको भक्तिमा पागल। तिमीले तर्क त सही दियो, तर तिम्रो विचारमा संकीर्णता रहेछ। सज्जनले सोचे यो कसरी? सन्तले बडो सुन्दर उत्तर दिनुभयो। सबैले एकपल्ट राधे राधे भन्नुहोस् त, जोडले भन्नुहोस्। सुन्दर उत्तर दिनुभयो, हाम्रो जीवन उपयोगी। सन्तले के भन्नुभयो त भन्दा, बाबु तिम्रो सोचमा संकीर्णता रहेछ। हेर म माने यो बिच्छीले मलाई डङ्क मारिरहेको छ बार बार, तर यति कुरा याद राख्नु, डङ्क मार्नु यो बिच्छीको प्रवृत्ति हो। के हो? स्वभावै हो, जन्मसिद्ध डङ्क बिख लिएर आएको हुन्छ। बिच्छीले डङ्क मार्ने उसको प्रवृत्ति हो। मरणासन्न अवस्थामा पुग्दाखेरि पनि उसले आफ्नो प्रवृत्तिलाई छोडेको छैन भने बचाउनु मेरो प्रवृत्ति हो। म जिउँदो भएर म आफ्नो प्रवृत्तिलाई कसरी छोड्छु? बोलो राधे राधे। अरे मरणासन्न अवस्थामा पनि ऊ आफ्नो कर्तव्यच्युत भई आफ्नो प्रवृत्ति गुण उसले देखाएको छ भने सन्तको गुण भनेको त बचाउनु हो, जीवको रक्षा गर्नु भने। म जिउँदो व्यक्तिले यदि मैले आफ्नो कर्तव्य पुरा गर्न सकिनँ भनेदेखि म जिउँदै मुर्दा समान हुन्छु। त्यही भएर मैले यो बिच्छीलाई बचाएको। बोलो राधे राधे। भन्नुको तात्पर्य के हो त भन्दा, ब्रह्म सृष्टि त हामीले भन्यौँ, चेतनाको उच्चतम श्रेणी दर्जा हामी लिन चाहन्छौँ। यो पनि एक किसिमको मान्यता हो, यस। तर के हामी ब्रह्म सृष्टिको रेणीमा उत्रेका छौँ त? गुरु त्यहाँ जान्छ। श्रीजी वाणीमा भन्नुहुन्छ, रेहेनी रुह पहुँचावही केही लग रही चामा। रेहेनीले भक्तलाई, साधकलाई त्यो परमधाममा पुर्याउँछ, तर केही म ब्रह्म सृष्टि हुँ भन्छौँ, कर्तव्य परायण छैनौँ, कर्तव्य च्युत भएका छौँ, देखावटी गर्छौँ, आडम्बर गर्छौँ,
पाखण्डै पाखण्ड भरिएको छ अनि त्यस्तो व्यक्तिको कल्याण कसरी होला महाराज। त्यही भएर सुरुमै प्रकटवाणीको सुरुमै यो तारतम्यवाणीको ज्ञान भनेको कसका लागि हो त भन्दा जसले आचरणमा उतार्दछ, जो साधक, जो सज्जन सन्त महापुरुषहरू हुन्, जो मुक्ति चाहन्छन्, मोक्ष चाहन्छन्, यस्ता मुमुक्षु साधकका लागि हो श्रीमद् तारतम्यवाणी। यो अरू सब कोहीलाई बुझ्दैन पनि पच्दैन पनि। बोलो कृष्ण कन्हैया लालको। किनकि पात्रता हुन्छ नि।